हेलो नमस्ते गाइज, तपाईँहरूले यो चाहिँ अब हेरिराख्नुहुन्छ होला लसन फ्यामिली मार्ट ट्रायल जताततै हेरिराख्नुहुन्छ होला। के हो यो भन्नुहुन्छ, कतिलाई थाहा नहुन पनि सक्छ होइन। यो चाहिँ के हो भन्दाखेरि तपाईँलाई होइन शरीर दुख्ने काम एकदमै गर्दाखेरि भिटामिनको कमीहरू पनि हुन्छ। तपाईँलाई त्यो भिटामिनको मात्रा चाहिँ यो एउटा झोल जस्तै हुन्छ क्या, यो चाहिँ दबाई जस्तो हुन्छ, तर दबाई चाहिँ खाएको हुँदैन, तर त्यस्तै काम चाहिँ यसले त्यस्तै गर्छ। यो चाहिँ भिटामिन डी हो। म चाहिँ एकदम थाकेको बेला, निन्द्रा लागेको बेला, बिहान काम छुट्टी भइसकेपछि चाहिँ यो खाने गर्छु। एक सिसी खाइदिएपछि अब धेरै पनि पर्दैन, 180 रुपियाँ पर्छ। बिहान काम छुट्ने बेला खाइदिन्छु। त्यो यति खाइसकेपछि के हुन्छ, शरीरलाई अलिकति मतलब एनर्जी भए जस्तो फिल हुन्छ। अब यो चाहिँ एकदमै निन्द्रा लाग्ने होइन, एकदमै निन्द्रा लाग्छ कसैलाई पनि यो चाहिँ खान सक्नुहुन्छ। यसले निन्द्राहरू पनि यस्तै तपाईँलाई अब के सम्बन्धी समस्या छ होइन, यो चाहिँ एकदमै बुझ्छ। भिटामिन सी यो चाहिँ होइन, तपाईँलाई के सम्बन्धी समस्या छ त्यसको बारेमा पनि होइन यसो बुझेर गरेर यो एकदमै खान सक्नुहुन्छ क्या। अब केटी मान्छेहरूलाई पनि फेरि अनुहारको ग्लोइङ बढाउनु छ भने यस्तो भिटामिन लाइटनिङ होइन, अनुहारको ग्लो आउँछ क्या यसले। केही छ नानाथरी छैन, मलाई पनि सबै त थाहा छैन होइन। त्यस जानेको बुझेको कुराहरू पनि तपाईँहरूलाई पनि थाहा होस् न त भनेर चाहिँ मैले केही यस्तो भिडियोहरू चाहिँ यसले अलिअलि स्टार्टिङ चाहिँ गरेको बनाउने।